ए ल यो चाहिँ चिनी रोगको औषधि हो नि त हजुर के भन्नु यो त यता जङ्गलभरि पाउँछ होला त हैन जङ्गलभरि छ यता डराइदिनु पर्ने मयालो हुँदो रहेछ अब त एउटा एउटा ढुङ्गा यसरी निकाल्दै बिस्तारो खनेर यो हाम्रोतिर लगेर रोप्यो भने हुँदैन है यताको छिप्याकसँग बोको भन्दा बल्ल बल्ल निकाले